ठ्याक्कै तपाईँ 18 वर्षको हुँदै गर्दाखेरि विवाह गर्नुभयो र तपाईँको श्रीमान तपाईँको उमेरभन्दा 18 वर्ष जेठो हुनुहुन्छ। 18 वर्षभन्दा माथि बिहा हुन्छ। उहाँले 53 सालमा बिहा गर्नुभएको रहेछ दाइ। म चाहिँ 53 साल माघको, उहाँ 53 साल मुक्सिनै बिहा गर्नुभएको रहेछ। ए भनेपछि तपाईँसँग दोस्रो विवाह हो। म त 5 नम्बर हो दाइ। हजुर, मभन्दा अगाडि उहाँले 4वटा बिहा गरिसक्नु भएको रहेछ। हो, योभन्दा पहिला 4वटा विवाह गर्नुभएको थियो र? हजुर हो। ओहो, अनि के भएर तपाईँले तपाईँको साथ दिन छोडे त? म सिधा भए त्यही भएर साथ दिन छोडेँ। धेरै सिधा है? हजुर। कुञ्जनीको पाप गरेर तेरि छोरीको खुट्टा यस्तो भयो भन्ने कि कति पटक त मेरो बाबाले दाइ मलाई लगेर यसलाई पनि मार्छु अनि म पनि मर्छु भनेर कति धेरै पटक घर छोड्यौँ कि दाइ हामीले। आफन्तहरू त दाइ छामी छामी चोट दिँदा रहेछन् कि कानेर मासु छ भनेर त्यहाँनिर नभएकोलाई पनि हो भनेर दाइ। यो जिन्दगी त यस्तो रहेछ क्या। पैसा पैसा भएपछि कसैले केही नहुने कि दाइ। पैसा छैन भने यतादेखि हिँड्दै जाँदा नि फलानु आछ है, नाम नहुने कि दाइ मेरो। फलानु डुडी आछ लुगा हान्ने कि दाइ। बाबु पेटमा हुँदा दाइ 10 रुपियाँको त्यो हरियो मोटर खान मन लाग्यो मलाई। मोटरमा हेर्दै रुँदै गर्ने कि दाइ। यति रोएँ त्यो हरियो मोटरमा हेर्दै रुँदै, तर किनेर खाने हैसियत नै पुगेन कि दाइ। पैसा नै नि अहिले मनमा लागेको चाहिँ खानु पर्दो रहेछ भन्ने लाग्छ। पैसाले यति धेरै चोट दियो कि दाइ। पैसा नै ठुलो कुरा रहेछ। पल पल मरेर बाँचे हुन्छ त्यो देख्दैनन्, आत्महत्या गरेको देख्छन् क्या। त्यो मरिसक्यो भने ला म थिएँ, यता थियौँ, हामी थियौँ, किन मरिहाल्यो त्यो भन्छन् कि दाइ। त्यो बाँचनजेल सम्मान गरेको पो अर्थ, मरिसक्यो कि अर्थ दाइ। नमस्ते। नमस्ते दाइ। सन्चै हुनुहुन्छ? ठिक छ दाइ। कति घन्टा लाग्यो सुर्खेतबाट काठमाडौँ आउँदा? त्यही 5 बजे बसेको दाइ अनि 9 बजे यहाँ पुऱ्याउनु भएको थियो। ए 5 बजे बस्नुभयो? हजुर। बिहान 9 बजे आइपुग्नु भयो। हजुरको नाम के पो भन्नुभयो? मेरो दिपिका अधिकारी। हजुरको? कमल रिजाल। कमल रिजाल अधिकारी र रिजालको सुन्दर जोडी। हजुर। कसरी हुन पुग्यो जोडी? विवाह कसरी हुन पुग्यो अलिकति बताइदिनु न। हाम्रो बिहा त दाइ बुवाले गराउनु भयो। हाम्रो माघी बिहा हो, भागी बिहा चाहिँ होइन। मेरो ससुर बुवा भैँसी किन्न जानुभएको थियो। भैँसी किन्न तपाईँको घरमा जानुभएको थियो, अहिलेको माइती। अनि बुवाले नै अब देख्नुभयो होला पकाइ पनि मलाई। अनि घर परिवारसँग कुरा गरेर बाबा चाहिँ इन्डिया जानुभएको थियो। मम्मी मात्रै हुनुहुन्थ्यो दाइ। अनि त्यसरी नै बिहा भएको। हाम्रो मम्मीलाई सोधिसकेपछि मेरो छोरा छ, हजुरको छोरीको हात दिनुहुन्छ कि नै भनेर सोधिसकेपछि मम्मीले अब मेरो छोरी यस्तो यस्तो छ, राम्रोसँग पालेर खानुहुन्छ भने हुन्छ न। मेरो छोरी यस्तो यस्तो छ मतलब? अपाङ्गता। ए तपाईँ अपाङ्गता? हजुर दाइ। जन्मजातै? मेरो जन्मजातै हो दाइ। के छ समस्या? मेरो खुट्टा समस्या हो दाइ। जन्मजात नै हो, पछि चाहिँ भएको होइन। अनि जन्मजातै अब त्यो समस्या भइसकेपछि त्यो मेटाएर पनि नमेटिँदो रहेछ क्या दाइ। जन्मै नै मेरो भएको। कति वर्षमा विवाह गर्नुभएको थियो? 18 वर्ष दाइ। तपाईँ 18 वर्ष मात्रै हुनुभएको थियो? हजुर। श्रीमान कति वर्ष? के कान्छो जेठो कान्छो हो दाइ। त्यही 18 वर्षसम्म चाहिँ जेठो हुनुहुन्छ आमाभन्दा। ए अनि ठ्याक्कै तपाईँ 18 वर्षको हुँदै गर्दाखेरि विवाह गर्नुभयो र तपाईँको श्रीमान तपाईँको उमेरभन्दा 18 वर्ष जेठो हुनुहुन्छ। 18 वर्षभन्दा माथि बिहा हुन्छ। उहाँले 53 सालमा बिहा गर्नुभएको रहेछ दाइ। म चाहिँ 53 साल माघको, उहाँ 53 साल मुक्सिनै बिहा गर्नुभएको रहेछ। ए तपाईँ जन्मिँदै गर्दा उहाँले विवाह गरिसक्नुभयो भनेपछि तपाईँसँग दोस्रो विवाह हो। म त 5 नम्बर हो दाइ। हजुर, मभन्दा अगाडि उहाँले 4वटा बिहा गरिसक्नु भएको रहेछ। हो, योभन्दा पहिला 4वटा विवाह गर्नुभएको थियो र? हजुर हो। ओहो, अनि के भएर तपाईँले तपाईँको साथ दिन छोडे त? म सिधा भए त्यही भएर साथ दिन छोडेँ। धेरै सिधा है?
पहिला पनि सबै चारवटै श्रीमती नै मागी विवाह गर्नुभएको कोही मागी कोही जारी त्यस्तै थियो झारी पनि तिर्न हजुर तिर्नुपर्ने जारी अर्काकै श्रीमती नै उठाउनु भयो उठाइयो अनि कसरी सिधा भने त नि हजुरलाई सिधा अब है मन परायो उनले तपाईँको सोझोपनको हजुर त्यति धेरै विवाह गर्नुभएछ अनि छोड्दै जाँदै पनि गरेछन् खास के रहेछ कारण अलिअलि थाहा छ होला नि तपाईँलाई मलाई त दाइ सकेसम्म दिदीहरूले छोडेर जाँदा उहाँको सोझोपन के दाइ बाठो होइन अब राम्रो उहाँ खासै एकदम सिधा के दाइ उहाँलाई काममा पठाउने हो भने दाइ उहाँले पैसा कति आयो भने थाहा छैन कि दाइ उहाँलाई हिसाब किताब सबै आफूले दिनुपर्छ अब दिदीहरूलाई त्यो पसेन कि दाइ दिदीहरू अब राम्रो पनि हुनुहुन्थ्यो होला अनि बाठो पनि हुनुहुन्थ्यो होला अनि उहाँलाई सिधै देखेर छोड्नु भयो जस्तो लाग्छ ए हजुर कतिसम्म पढ्नु भएछ श्रीमानले पहिला बुवाले बिहा गर्दा त बुवाले थोरै झुटा नै भन्नुभयो 12सम्म अनि म साँझ पढ्न जाँदाखेरि गणित 20 गणितको हिसाब चाहिँ आएन मलाई मैले उहाँलाई सिकाइदिनु भन्दा म चाहिँ पढेको होइन भन्नुभयो अनि कति क्लास पढ्नु भयो भन्दाखेरि उहाँले 2 क्लास पढेको भन्नुभयो अनि सिकाइदिनु भन्नै छोडेँ भाइ 2 क्लास पढेको मान्छेले 10 क्लासको कसरी सिकाउनुहुन्छ अनि सिकाइदिनु भन्न छोडेँ हजुर तपाईँले विवाह गर्दै गर्दाखेरि पढ्दै हुनुहुन्थ्यो म 8मा पढ्थेँ नै विवाह गरेर पनि पढिराख्नु भयो 9-10 चाहिँ पढेँ हजुर एसएलसी दिएँ दाइ एसएलसी दिएर म आर्थिक अवस्था एकदम कमजोर के दाइ पैसाको कारणले धेरै ठाउँमा हेरिदिनु पर्यो होइन यो समाजको अगाडि पैसा कमाएर देखाउँ अनि भनेर मैले लगतै एसी दिएँ दाइ एसी लिइसकेपछि म वैशाख 17 गते इन्डिया गएँ म समथिङ 2 वर्ष 2.5 वर्ष उतै बसेँ अनि अरूसँग गाउँको मान्छेहरूले घरको सामान चोरेर ल्याए म तँलाई चुरा लगाउने पैसा दिउँला भन्नुहुन्थ्यो क्या अनि त्यो चोरे भने त भोलि घरको मान्छेहरूले थाहा पाउनु होला होइन अझै मेरो घर तहस नहस होला पऱ्यो म चोर्न चाहिँ लाग्दैन म कमाउँछु भनेर त्यहाँदेखि इन्डिया गएँ अनि भनेपछि विवाह गरेर चुरा किन्ने पैसा पनि हुन्थ्यो थिएन दाइ एकदम आर्थिक कमजोर थियो अनि नभई म घरको जेठी बुहारी पनि हो दाइ हजुर मभन्दा पछि 2टा बाबु हुनुहुन्छ अनि म घरको जेठी बुहारी अब जेठी बुहारी त हरेक समस्याहरू खुवाउनुपर्छ नि त अनि बाबा आमाकै जिम्मेवारी पनि लाग्नुपर्छ दाइ उस्तै भयो त हामी अब म आफू शारीरिक अवस्था कमजोर भएको कारणले र उहाँ अब सोझो भएको कारणले हामीलाई त्यसरी बाबुलाई झेल्न चाहिँ परेन त समेट्न परेन बाबुले आफै गर्नुभयो अनि हामीले चाहिँ त्यसमा पुग्न सकेनौँ भन्दै हुनुहुन्थ्यो तपाईँले उहाँको बाबा तपाईँको घरमा भैँसी किन्न जानुभएको थियो तर भैँसी किन्ने भन्दा पनि तपाईँले देखेपछि छोरा छ छोरासँग विवाहको प्रस्ताव राख्नुभयो त्यसपछि कसरी अगाडि बढ्यो त्यो राखिसकेपछि मम्मीले हुन्छ भन्नुभयो दाइ हुन्छ भनिसक्यो अनि मलाई समाजले कि दाइ धेरै यस्तो खुट्टा होइन मेरो बाबालाई पनि धेरै टर्चर दिने कि दाइ होइन तैँले कुञ्जनीको पाप गरेर तेरो छोरीको खुट्टा यस्तो भयो भन्ने कि कतिपटक त मेरो बाबाले दाइ मलाई लगेर यसलाई पनि मार्छु अनि म पनि मर्छु भनेर कति धेरै पटक घर छोड्यौँ कि दाइ हामीले अनि त्यो समाजको हाले म यहाँदेखि उठेर जाँदा मेरो बाबाले थोरै शान्ति पाउनुहुन्छ कि होइन मेरो बाबालाई थोरै पीडा हल हुन्छ कि भनेर दाइ बिहा गरेँ बिहा गरिसके पनि धेरै तनाव खप्नु पऱ्यो कि दाइ तैँले पाप गरेर यस्तो भएको तेरो खुट्टा होइन तैँले धर्म गर्दैछ भने त तेरो किन यस्तो हुन्थ्यो होला तैँले पाप गरेर यस्तो भएको धेरै भन्ने कि दाइ एकान्त राम्रो कुरा गर्नको लागि मान्छे चाहिँदै रुनको लागि त मान्छे नहुँदो रहेछ कि दाइ एकान्तमा बसेर धोको फेर्ने रोए दाइ अनि पछि म ठिक छु भनेर बाहिर निस्किन्छु एउटा परिवारले अपाङ्गता भएको परिवारलाई सपोर्ट नगरेर उल्टे लान्छना लगायो भने एकदम त्यो अपाङ्गताको आत्मबल कति गिर्छ होला कति उसलाई मनमा चोट पर्छ होला भन्ने कुरा पनि समाजले कहिल्यै बुझेन है त्यो बुझ्नु हुँदो रहेछ दाइ यसको त खुट्टा बाङ्गा भएको यसको छोरी चाहिँ कसले लैदिन्छ भन्ने होइन मेरो बाबा मम्मीलाई त बहुत टचर दिने कि दाइ
अहिले पनि म माइती घरमा 3-4 वर्षपछि फर्केको जान्छु खुट्टै नभएको डुँडी आएछ त भनेर त्यसरी कुरा गर्नुहुन्छ कि दाइ मेरो बाबा आमालाई यति धेरै म कि कहिले काहीँ कस्तो लाग्छ दाइ म किन जन्मेछु होइन म किन नमरेको रहेछु जस्तो लाग्छ कि मरिदिएको भए त मैले पीडा भोगेको नै छु दाइ होइन मेरो आमा बाउले मेरो कारणले कति धेरै पीडाहरू पुग्नु परेको छ दाइ के भन्नुहुन्थ्यो बाबा के भन्नुहुन्थ्यो मम्मी चाहिँ हजुर त्यसो भन्दै गर्दाखेरि तपाईँ रुनुहुन्थ्यो होला अच्छा मलाई फलानाले यसो भन्छ त्यसकाले यसो भन्छ मेरा यी खुट्टाहरूलाई लिएर अनेक थरीका अट्कलबाजीका कुराकानी गर्छन् भनेर पक्कै रुनुहुन्थ्यो होला घरमा हजुर के भन्नुहुन्थ्यो बाबा र मम्मी अनि नरो म छौँ हामी छौँ अनि भाग्यमा लेखिआएको कुरा हो अब मेरो 8 भाइ बहिनी हो दाइ अनि अब अरूको भाग्यमा केही लेखेन केही भएन अब तेरो भाग्यमा यस्तो लेखो रुनुहुन्न अरूको अगाडि आँसु नखसाल टुन छ भने कुरा यत्रो बाहिर गएपछि पल्ल खाइस भन्छन् भन्नुहुन्थ्यो तपाईँले समाजको अगाडि नाना थरीका गाली गलोज खानुभन्दा त मर्दैन पाएको भए हुन्थ्यो भन्ने लाग्छ त्यसो भन्दा पनि यो घरबाट विवाह गरेर अर्कै ठाउँ जाँदा पनि त्यतातिर हुन्थ्यो हजुर त्यो विवाह गरिसकेपछि तपाईँले त्यस्तो खालको लान्छनाहरू त्यस्ता खालका कुराहरू गर्ने भयो कि भएन त पछि बिहा गरिसके पनि भने दाइ अब मम्मी अब मेरो उहाँ पनि सिधा हुनुहुन्छ अनि त्यसले मेरो बुहारी हो भनेर अगाडि लगाएर हिँड्नु पनि लाजको भारी यस्तो भन्ने दाइ अनि बिहा गरिसके अहिले मेरो 2टा बाबु छ अनि तैँले पाप गरेर तेरो खुट्टा यस्तो भएको अनि मेरो अगाडि बस्नुभयो भने अब मेरो खुट्टा अलि छ कि दाइ छोरी पाएर ज्वाइँ ल्यायो भने ज्वाइँ आयो भने त यसको त खुट्टै देखेर भाग्छन् होला भन्ने कि दाइ त्यति धेरै कुराहरू गर्ने म छ अनि म त्यति बेला के जवाब फर्काउँथेँ नि दाइ एकान्त गरेर हुन्थेँ भगवान्ले त मलाई यति धेरै पीड दिनुभयो हजुरहरूले पनि यति धेरै पीडा दिन सक्नुभयो है भन्थेँ दाइ एकान्तमा गएर हुन्थेँ जङ्गलमा गइजान्थेँ अनि वहीँ दित मरन्जेल हुन्थेँ दाइ अनि बल्ल घर आउँथेँ के भन्नुहुन्छ अब आफूले आफ्ना मनका पीडाहरू आफ्ना मनका कुराहरू बिसाउने अथवा सेयर गर्ने ठाउँ भनेको श्रीमान हो श्रीमानलाई सुनाउनुहुन्छ होला यसो भन्छ सुनाउँछु दाइ यस्तो भन्छन् भने त उहाँ बिचरा आफै पनि अशक्त हुन्छ म त अब शारीरिक अपाङ्ग छु होइन मेरो त भगवान्ले स्पर्श देखाइदिनु भयो अब उहाँको चाहिँ मानसिक के दाइ खासै धेरै सोच्न नसक्ने अनि के कस्तो त्यो जवाब नै दिन नसक्ने हरेक म काहीँ बाहिर जाउँदै चामल सकियो भने उहाँले चामल ल्याएर भात खान सक्नुहुन्न कि दाइ अनि उहाँलाई सुनाएर म के गर्ने तेरो लागि म अति धेरै रुन्छु दाइ सोच्न सक्ने क्षमता छैन सबै केही कुरालाई गहिरिएर लिने क्षमता पनि छैन उहाँ कसैको काममा जाँदा पनि दाइ मैले चाहिँ यो फलानु काममा जानुहोस् उहाँले पहिला त दाइ कति दिन काम गऱ्यो भने डुङ्गा जम्मा गर्नुभएको हुन्थ्यो क्या होइन काम गर्नुहुन्छ दाइ काम हजुर जस्तो काम गराउनुहोस् गर्नुहुन्छ तर उहाँ हिसाब किताब 50 जानुहुन्न क्या अनि यति धेरै ढुङ्गा जम्मा गर्नुभएको हुन्थ्यो किन यो ढुङ्गा जम्मा हालेको मैले यति दिन काम गरेको तर पैसा यति दिए गरे खै कति हो थाहा छैन मलाई भन्नुहुन्थ्यो काम गराउने अनि पैसा पनि राम्रोसँग नदिने नै 1 वर्ष काम गरेर उहाँले 15,000 रुपियाँ ल्याउनु भएको छ कि अनि 53 सालको म दाइ 2052 सालको तेरो पहिले खाएको पैसा तिरेर तिरेको छु कि 2077 साल यति धेरै गाह्रो छ सिधा अब 50 रुपियाँ खानु हो भने 500 लेख्दिनँ क्या मलाई थाहै छैन नि त कहिलेकाहीँ त्यसो भन्नुहुन्छ होला तपाईँले कति खानुभएको थियो र फलाना त यति धेरै दिन्छ भन्यो भनेर भन्नुहुन्छ कुरा गर्नुहुन्छ भन्छ दाइ के भन्नुहुन्छ उहाँले मैले खाएको त यति हो खै किन त्यति धेरै मागे थाहा छैन मलाई मैले खाएको त यति भन्नुहुन्छ कहिलेकाहीँ त खै मलाई सोझो मागे कि म आफूले पठाउँछु दाइ कहिलेकाहीँ जानु मिट मसला ल्याएर आउनु मसँग अहिले पैसा छैन पछि दिउँला हानेर 40 रुपियाँ पर्छ कि दाइ मिट मसलालाई तर उहाँलाई पठाएको ठाउँमा 70 रुपियाँ लाग्छन् कि डबल बाइट लाग्नुहुन्छ कि अनि श्रीमानले त 40 रुपियाँ मिट मसला मात्रै लग्नु भयो भने होइन 70 रुपियाँ अनि के भन्ने दाइ अनि तिर्छ भनेपछि मान्छेले
सामान हेरेर व्यापार होइन कि मान्छे हेरेर व्यापार गर्छन्? मान्छे हेरेर व्यवहार गर्दा रहेछन् दाइ। म जाने भने 40 दिन्छन्, त्यही सामान पनि मलाई 70 भन्छन् कि दाइ। अनि कहीँ के सक्यो भने नि बरु सानो बाबु छ दाइ, 9 वर्षको बाबुलाई जब अब यो सामान लिएर आ भन्छ उसले चाहिँ हिसाब किताब गर्छ, उहाँलाई चाहिँ पठाउँदैन दाइ। डबल तिर्नुपर्छ भने मलाई पठाऊ के फाइदा। अनि आफै जान्छु। कहिलेकाहीँ त उठ्नै नसक्ने अवस्था हुन्छ दाइ, हात खुट्टा दुखेर। तर घरमा सामान सकिएको छ कि त साउजीलाई दाइ यो सामान सकिएको छ तलसम्म ल्याइदिनु न, हाम्रो सरकारमा हुनुहुन्न भन्छ दाइ। कतिपयले त ल्याइ पनि दिनुहुन्छ, कतिपय चाहिँ डबल लगिदिनुहुन्छ दाइ। बच्चाहरू कति वर्षका हुनुहुन्छ? ठुलो बाबु 9 वर्षको भयो, सानो बाबु अब 7 वर्ष हुन्छ दाइ। हजुर। के भन्नुहुन्छ तपाईँले? कहिले काहीँ यस्ता पीडाहरू सुनाउनुहुन्छ होला बाबुहरूलाई? बाबुहरूले त यस्तो कुरा त सकेसम्म केटाकेटीको सामान नगर्ने हो दाइ। कहिलेकाहीँ आफू हल्का हुनुको लागि कुरा गर्दै रुँदै गरेन्, मामा किन रुनुभयो भन्छन्, बाबु यस्तो भयो भन्दाखेरि चामल हेर्छन् के दाइ, बाबा कमाउनु सक्नुहुन्न मम्मी, अब हामी त 4 जना छौँ नि त। अनि 4 गिलास चामल हाल्न खोज्छु दाइ, बाबुले हाँसो मान्छ कि दाइ। किन हाँसो मातेको भन्छ दाइ। मम्मी भोलि खाना पुग्दैन, आज 4 गिलास नहाल्नु भन्छ कि दाइ। अनि जसरी हुन्छ हामी पुर्याउँछौँ भन्दाखेरि बाबा सक्नुहुन्न, बाबालाई ठग्छन्, तपाईँको खुट्टा दुख्छ मम्मी, आज 2 गिलास मात्रै हाल्नु भन्छन् कि दाइ बाबुहरूले। हामी छौँ मम्मी, अब ठुलो हुन्छौँ अनि कमाउला नि मम्मी है भन्छन् दाइ बाबुहरूले। तर सानै छन्। अनि म के सोच्छु, म अपाङ्ग त भएकै कारणले मेरो छोरालाई पनि यति धेरै पिर परेछ भन्छ दाइ। हजुर। बाबुहरू अत्यन्तै बुझकी हुनुहुन्छ। एकदम दाइ। अहिलेसम्म त्यो बाहिर जम्बुट खाने पैसा माग्दैन दाइ। कति धेरै केटाकेटी अरू दोकान अगाडि नै खान्छन् तर माग्दैन। हामी पनि 1000 रुपियाँ पाएको दिन दाइ मेरो छोरा यति धेरै उफ्रिन्छन् कि हामी धनी हुन्छौँ है मम्मी, अब अर्को 1000 ल्याए पनि हामी धनी हुन्छौँ, फलानु मान्छेले तेरि मम्मीको खुट्टा यस्तो भन्छन् मम्मी। अनि त्यहाँनिर केही भन्न सक्दैन, कस्तो धेरै घोप्टी परेर हुन्छ। अनि रुन्छु मम्मी रुन्छु अनि चाहिँ टाउको ठड्याएर बस्छु, बोल्दै आउन्न मलाई भन्छ दाइ। मेरो कारणले मेरो छोरालाई नि कति धेरै तनाव खेप्नु परेको छ कि कति धेरै के दाइ। साना बालकहरूका बाल मस्तिष्कमा हजुर नराम्रो असर पर्यो होला। एकदम दाइ। कस्तो लाग्छ कहिलेकाहीँ श्रीमान यस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको खुट्टाहरू त्यस्तो छ जसले देखेर समाजले मजाक उडाउँछ, लान्छना लगाउँछ, विभिन्न खालका अटकलबाजी गर्छ, कस्तो लाग्छ तपाईँलाई? मलाई त यस्तो नवाजा लाग्छ नि, यस्तो नवाजा। आफन्तहरूले त दाइ छामी छामी चोट दिँदा रहेछन् कि कानेर मासु छ भनेर त्यहाँनिर नभएकोलाई पनि हो भनेर दाइ। यो जिन्दगी त यस्तो रहेछ क्या। पैसा पैसा भएपछि कसैले केही नहुने कि दाइ। पैसा छैन भने यतादेखि हिँड्दै जाँदा नि फलानु आछ है, नाम नहुने कि दाइ मेरो, फलानु डुडी आछ लुगा हान्ने कि दाइ। ती भन्ने आफन्तहरूलाई म के भन्न चाहन्छु कि दाइ, यहीँदेखि नै राम्रो मान्छे बन्नु होइन, सफल मान्छे। हाम्रो जिन्दगी त यसै जाला, तर तपाईँहरू भविष्यमा सफल मान्छे भएको देख्नु मन छ भन्छु कि दाइ। हामीलाई त उहाँहरूको नजर नराम्रो भइहाल्यो, नराम्रोसँग हेर्नुभयो, तर उहाँहरूले हामीले नराम्रो तरिकाले हेर्दैनौँ। सफल हुनु, राम्रो मान्छे बन्नु होइन, धेरै कमाउनु अझै पनि भन्न चाहन्छु दाइ। अब उहाँहरूको शब्द, उहाँको शब्द के थिए, तराडी भन्ने शब्द कि दाइ। कसले? हुनुहुन्छ नि त आफन्तहरू, तराडी भन्ने शब्द थियो, शब्द नै रहेछ उहाँको। मैले चाहिँ त्यो भन्न चाहन्न कि दाइ। उहाँको श्रीमान त अजुमरी हुनुहुन्छ, अजुमरी भएको देख्न चाहन्छु कि। मेरो त श्रीमान त बेसी मरिजानु होला होइन, म पनि मरिजा होला, तर उहाँको श्रीमान नमरेर राम्रो मान्छे भएको देख्न मन छ दाइ होइन। उहाँहरू सफल भएको, यदि हामी बिरामी नै भएर हस्पिटल जानु पर्यो भने उहाँको श्रीमानले नै हाम्रो उपचार गर्नु परोस् कि दाइ। म मरिजाओस्, त्यो राणी नै भइहाल्नु होला तपाईँ भन्दैन, राम्रो मान्छे बन्नु चाहन्छु।
गाली गरेको थियो चाहिँ है? हजुर यस्तो गाली गर्ने कि दाइ कमजोर हुन नपरोस् सबभन्दा धेरै त यो त मान्छे होइन भन्ने कि दाइ हामीलाई हामी पनि मान्छे हौँ हामीलाई पनि बाँच्नु रहर लाग्छ यसको पनि मन हो नभन्ने कि दाइ मनै होइन जस्तो गर्छन् कि हाम्रो त एकचोटि कपडा लाएर हिँड्ने भने नि दाइ आफ्नो शरीरमाथि त कपडा किनेर लाउँछ तल खुट्टा सोझो भएको कति लाउँथ्यो होला भन्छन् कि दाइ ओहो 20 वर्ष भयो दाइ म अहिलेसम्म आफ्नो घरदेखि बेसी अर्का घर गएको छैन कि त्यही भन्छन् कि भनेर अझ म चप्पल फुकाउनै सक्दैन दाइ कति बेला पनि एक टाइम सुत्नेला चप्पल फुकाउँछु अनि त्यो अर्का घर गयो भने चप्पल फुका भन्नुहुन्छ होला होइन घरभित्र जाँदाखेरि चप्पल फुकाउनु पर्छ म अहिलेसम्म कसैको घरमै जान्न कि दाइ किन म चप्पल फुकाउन सक्दैन ओहो चप्पल नफुकाएर अर्का घर जान्दिँदैन अति धेरै मन्दिर जान मन लाग्छ कि दाइ मलाई तर मन्दिर पूजा गर्नको लागि चप्पल फुकाउनु पर्छ नि त मन्दिरको बाहिर गेटमा बसेर आउँछु कि दाइ साथीहरू सबै ड्रेसमा सजिएर मन्दिर जानुहुन्छ म चाहिँ गेटबाट भित्र जान्न कि दाइ कति धेरै त्यही अनि किन नगएकी भन्नुहुन्छ अब अरूलाई त थाहा हुन्न नि त नै म त्यसै गएन भन्छु केही भन्दैन मन्दिर धाम जानु पनि छोडिदिनु भएन कि दाइ भगवान्ले यति धेरै ठगिदिनु भयो मलाई यति धेरै चोट दिनुभयो कि दाइ जो कि एक जोड भन्दा अर्को जोड चप्पलै लगाउनु मिल्दैन मलाई ओहो कहिले काहीँ पीडाहरू सुनाउनुहुन्छ घरको उता आमा बाबालाई सुनाउँछु दाइ बाबा मम्मी नै कमजोर हुन्छ अनि फेरि मेरो कारणले मेरो बाबा मम्मीलाई मैले जन्मेदेखि अहिलेसम्म कति तनाव पनि भन्छु दाइ कहिले काहीँ त भन्छु धेरै जसो सुनाउँदैन मैले उहाँलाई सुनाएर बिचरा के गर्ने हो मेरै कारणले उहाँहरू कतिपटक मर्न बाध्य हुनुभयो कतिपटक मर जाम समाजले नै यस्तो भनौँ भन्ने भयो अहिले चाहिँ खासै चाहिँ कस्तो छ भनेर सोध्नु भने ठिक छ आमा खुसी नै छ भन्छु कस्तो लाग्छ तपाईँलाई यो अपाङ्गता जन्मजातै अपाङ्गता हुनु कुनै अभिशाप त होइन नि होइन दाइ यो त एउटा अवरोध कति बेला कसलाई हुन्छ भन्ने थाहै हुँदैन दाइ तर पनि मान्छेहरू गोची भन्छन् कि दाइ खुट्टा देखाएर कुरा गर्छन् त्यति बेला नमजा लाग्छ ए किन जन्मेछु जन्म लगेर मृत्यु कहिले होला भन्ने जस्तो लाग्छ दाइ कहिले काहीँ त रातभरि छटपटिन्छु दाइ मेरो खुट्टाको कारणले कति धेरै असर पर्यो भनेर अनि घर परिवार सबैको तनाव पनि लाग्छ दाइ केटाटी म बुहारी यस्तो भएको कारण बाबा मम्मीको सास ससुराको सबै जिम्मेवारी के तै बुहारी हो तैँले गर्छस् भन्नुहुन्छ कि दाइ घर धन्दा गर्ने सबै तपाईँ नै हजुर कमाएर ल्याउने को त कमाएर उहाँलाई राम्रो काममा अब चिनेकी मान्छेहरू हुनुहुन्छ भने दाइ केही जान्नुहुन्न जुवाइले भनेर पठाइन्छ नत्र पठाएन कि दाइ हिसाब किताब नै जान्नुहुन्न पैसा कमाउनुहुन्छ अब उहाँको त उहाँकै कुरा गरौँ दाइ म पनि त्यो भर्खर इन्डिया जाँदाखेरि मलाई 10 रुपियाँ पारु थाहा थिएन कि दाइ म बाहिर पैसा देखेन मैले अनि इन्डिया गयौँ हामी पैसाको 17 गते इन्डिया जाँदाखेरि 17, 18, 19 गते पुग्यौँ दाइ 21 गतेलाई रेस्ट गरियो 21 दिनको दिन काममा लाग्यौँ अनि असोसम्म उहाँले हामीलाई पैसा दिनु भएन कि काममा लगाउने मान्छेले काम त हामीले देशी खन्थ्यौँ कि दाइ गोबर बोक्ने अनि खन्ने होइन अनि त्यो जो हामीसँग जानुभएको हाम्रो आफन्तै मान्छे नाम नटिकाइहालौँ होइन उहाँले असोसम्मको हामीलाई 1 रुपियाँ दिनु भएन दाइ हामी पैसा एकपटक 500 रुपियाँ मैले उबर टाइम गरेर दाइ 2 बजेभन्दा पछाडि चाहिँ अर्को ठाउँमा काम गरेर कमाँदै उहाँले कहाँ ल्याएको यो पैसा के भएको भनेर सोध्ने के अनि पछि चाहिँ त्यहीँकै हाम्रो गाउँकै एकजना कोडेल मामा हुनुहुन्थ्यो उहाँ र म सँगसँगै पढेको हरि गणेल भन्ने मामा हुनुहुन्थ्यो उहाँले भान्जी
यहाँ म सिकाइदिन्छु कपीमा के दाइ अब यता उहाँको नाम लेखेर मेरो नाम लेखेर अब पी भनेर हाजिरहरू लगाइदो रहेछ मलाई त त्यही पनि थाहा थिएन प्रेजेन्ट बनेको हजुर अब दिन त्यसरी गर्ने रहेछ अनि त्यो सिकाएर 3-4 दिन हामीले आफूले हाजिर लगाउँदा त्यो आफन्तले आफ्नै मान्छेले थाहा पाउनु भएछ त्यो कापी नै च्यातिनु भयो के दाइ त्यो कापी नै च्यातेर फाल्नुभयो किन च्यात्नु भयो भन्ने नि आएन कि दाइ हामीलाई पछि नामै अनि असोजसम्मको त हामी खाली भयौँ कि दाइ अरूलाई 2000 कति 500 खानाको रासन आउँथ्यो भने दाइ हामीलाई 8000 आउँथ्यो क्या महिनाको 16000 रुपियाँ त तेरो 2 जनाको खाना भयो तिर्यौँ कि दाइ पैसा कस्तो देखेन असोजसम्म त्योभन्दा पछाडि छुट्टै बस्यौँ दाइ 2 जना अर्काको ठाउँमा एक्लै बस्यौँ अनि बल्ल अलिअलि पैसा कमाउन थाल्यौँ त्यसपछि चेन्ज हुनु भएपछि मान्छेले किन होला त यतिसम्म गिरेर यतिसम्म निज हरकत गर्ने काम गरेको मान्छेलाई पनि अप्सन लगाइदिने काम गरेको मान्छेको पनि पैसा नदिने अर्कै नजरले हेर्ने यिनीहरू मान्छे नै होइनन् भन्ने खालको अमानवीय व्यवहार गर्ने किन त्यसो गर्छ होला मान्छेहरू पैसा भनेपछि दाइ अरू त मान्छे नै होइन जस्तो लाग्दो रहेछ कि उहाँ 11 बजे बिहान 6 बजे निस्किनु भयो भने राति 11 बजे आउनुहुन्थ्यो कि दाइ कोठामा ओहो 5 को 6 को 7 को 10 को होइन त्यस्तो त्यो खुजुरा पैसाहरू के त्यसरी उहाँले दिनको 3500 कमाउनुहुन्थ्यो क्या दाइ किनकि छुट्टिसक्यो हामी उहाँदेखि अलग बसिसक्यो थाहा भयो नि त उहाँले यति धेरै पैसा कमाउनु हुँदो रहेछ भन्ने अब उहाँ सिधा बाटै पैसाले दाइ भन्ने उतै खाइदिनु हुँदो रहेछ क्या उहाँले दिइहाल्नु अनि 3500 रुपियाँ एक दिनको कमाउनु हुँदो कमाएपछि दाइ असोजसम्मको कति पैसा हुन्थ्यो होला वैशाखदेखि 1 रुपियाँ देखेनौँ कि दाइ 1 रुपियाँ नै देखेनौँ त्यसैले रासन लगेर खा भन्थ्यो अनि गोबर फालेको 150 रुपियाँ ल एक्स्ट्रा खर्च भन्थ्यो त्यही पनि नमासेर अब आफन्तहरूले अलिक बचत लगाउनु भएको थियो त दाइ त सामान चुरा किन्ने पैसा दिउँला हुन्थ्यो त्यो चुरा किन्नको लागि दाइ खाँदै नखाने के बाबु पेटमा हुँदा दाइ 10 रुपियाँको त्यो हरियो मटर खान मन लाग्यो मलाई मटरमा हेर्दै रुँदै गर्ने के दाइ यति रोएँ त्यो हरियो मटरमा हेर्दै रुँदै तर किनेर खाने हैसियत नै पुगेन कि दाइ पैसा नै अहिले मनमा लागेको चाहिँ खानु पर्दो रहेछ भन्ने लाग्छ पैसाले यति धेरै चोट दियो कि दाइ पैसा नै ठुलो कुरा रहेछ यो सबै दुःख अथवा यस्तो व्यवहार खेप्नु को पछाडिपट्टि उनीहरूले हेरिने नजर तपाईँहरूप्रति गरिने व्यवहारले गरेको थियो के भन्न चाहनुहुन्छ त्यस्तो बेला अब तपाईँ दुई जीवकी हुनुहुन्थ्यो र पनि दिनरात काम गर्नुभयो श्रीमान श्रीमतीले नै र पनि पैसा दिएन ती आफन्तलाई नाम त नलिउँ के भन्न चाहनुहुन्छ मलाई गरे जस्तो व्यवहार अरूलाई चाहिँ नगर्दै होइन उहाँले किनकि सही र गलत छुट्याउने मान्छे त माथि हुनुहुन्छ नि त के सही हो के गलत हो भनेर माथि छुट्याउनुहुन्छ कि दाइ मलाई त्यो गरे तापनि अरूलाई नगर्नुलाई अहिले उहाँहरू जो अवस्थामा हामीलाई लग्नु भएको थियो दाइ त्यही अवस्थामै हुनुहुन्छ हामी लगभग 2 जना अति धेरै काम गर्छौँ कि दाइ म शारीरिक अपाङ्ग भए पनि अति धेरै कि दाइ बेलुका बरु खुट्टा चाहिँ एउटा डोरोमा बाँधेर यो घिउ घस्दिनु भनेर पनि अचम्मै काम गरेर अहिले खाना लाउन चाहिँ पुगेकै छौँ अरूलाई चाहिँ त्यस्तो व्यवहार नगर्नु हामी जस्तो मान्छेलाई ठगेर किन फाइदा छ र भन्न चाहन्छु दाइ जसको हातको खुट्टाहरू सक्ला छैनन् जसका शरीरहरू सक्ला छैनन् उसले गरेको कामको पारिश्रमिक लुट्ने लुटाहा शरीर मात्र ठिकै छ भोलि बिहान यो शरीरलाई जब आत्माले छोडेर जान्छ त्यो दिन न्यायको कटघरामा बस्दै गर्दा त्यो दिन न्यायको कटघरामा इन्साफ पाउँदै गर्दा कस्तो दिन हुन्छ होला तपाईँहरूलाई सायद तपाईँप्रति गरेका व्यवहारको मूल्य त्यो दिन चुकाउँदा उनलाई कति पछुतो होला किन सोध्दैन मान्छे आखिर सबैको गन्तव्य त त्यही त हो नि कोही यहाँ यो पृथ्वीमा अमर त रहिरहनु रहन्छ र छैन राजा होस् महाराजा होस् प्रधानमन्त्री होस् चाहे त्यो सडक मानव किन नहोस् एक दिन त यो संसारलाई छोड्नै पर्छ त्यो
न्यायको त्यो न्यायालयको कठघरामा त पक्कै पनि उभिनुपर्छ। तपाईँहरू जस्ता अपाङ्गताको मजाक उडाउनेहरू, तपाईँहरूको कमजोरीको फाइदा लुट्नेहरूको पक्कै पनि इन्साफ त भोलि चुकाउनै पर्छ होला। किन नसोचेको होला तिमीहरू? खै दाइ आफू राम्रो भएर होला, अब सबै चिजले भरिबन्द भएर होला नि दाइ, त्यही भएर होला जस्तो लाग्छ दाइ मलाई त। घर सबै कति बेला त्यो लाग्छ दाइ, कतिखेर यो अपाङ्गता भनेको त अवरोध हो होइन, जति बेला नि हुनसक्छ, जो कोहीलाई पनि हुनसक्छ होइन। मलाई भगवान्ले स्पष्ट देखाइदिनु भयो, कतिपय त नदेखाएको पनि छन् नि दाइ, कतिपय त गाह्रो छ नि त देखाउँदै नदेखाएका। त्यो बिचराहरूलाई पनि त समस्या छ, तर किन बुझ्दैन मान्छेहरूले, किन बुझ्दैन यो समाजले भन्ने लाग्छ कि दाइ। अझ पुरानै गतिविधिमा यो समाज छ जस्तो लाग्छ, कहिले बुझ्छ यो समाजले जस्तो लाग्छ दाइ मलाई त। के भन्छन्, एउटा उमेर पनि मिलेको छैन। 18 वर्ष जेठो श्रीमानसँग तपाईँले आफ्नो वरको रूपमा स्वीकार्नुभयो, कारण तपाईँ अपाङ्गताको कमजोरी थियो होला। त्यही हो दाइ, अब बाबा आमाले पनि यो अब यतिको मान्छेसँग बिहा गर्नेले पाल्ला होइन, उसले मेरो छोरी पाल्ला भन्ने भयो होला पक्कै पनि। अनि म अपाङ्गै भएको कारणले होल उहाँलाई रोज्नु पर्यो होला जस्तो लाग्छ दाइ, नत्र त उहाँभन्दा नि अरू बेसी हुँदा हुन्, तर मेरो कमजोरीकै कारणले हो क्या दाइ। अब ससुरा बुवाहरूलाई पनि मेरो छोरो यति कमजोर छ होइन, यसलाई बिहा गरेपछि कहीँ कतै पछि सन्तान भइसकेपछि छोरो पनि परदेश भएपछि घर फर्केला मेरो जोइ छोराछोरी छ भनेर ससुरालाई लाग्यो होला, त्यही भएर हामी दुईलाई जुटाइदिनु होला जस्तो लाग्छ दाइ। त्यस्तै लाग्छ, त्यस्तै कुरा खेलाएर दिनहरू गएको छ कि दाइ। कहीँ कतै ठुलै कामको अथवा कहीँ कतै सल्लाह लाग्नु पर्यो भने कि दाइ, साथमा श्रीमान हुनुहुन्छ तर पनि त्यो सम्भव नै हुन्न क्या दाइ। अनि यो गरौँ पनि भन्नुहुन्न, यो नगरौँ पनि भन्नुहुन्न, मैले चाहिँ डाइरेक्ट घरमा फोन गर्छु कि, अनि बुवा मम्मी म के गरौँ, यस्तो काम गरौँ नगरौँ, अनि बुवा मम्मीले हुन्छ गर्न भन्नु भने अनि बल्ल अगाडि बढ्छु दाइ। अनि घरबाट सासू ससुराहरू त फुल्ली सपोर्ट छ नि तपाईँलाई? घरको त कुरै नगरौँ दाइ, अनि घरको कुरै गर्न सक्दैन दाइ, यदि उहाँसँगै हुनुहुन्छ दाइ। तपाईँले जन्म दिने बाबा आमा छोडेर आउनुभयो, तर अर्को कर्म दिने बुवा आमा, तपाईँले साथ सपोर्ट दिने बुवा आमा त पाउनुभयो नि होइन? त्यही नै ठुलो भाग्यको कुरा हो। मेरो त्यही ठुलो भाग्य हो दाइ। समाजले त न मर्न दिन्छ न बाँच्न नै दिन्छ, जतिखेर पनि रेडी रहन्छ, जतिखेर पनि रेडी रहन्छ, पीडा दिइरहन्छ। पल पल मरेर बाँचेको देख्दैनन् के दाइ, पल पल मरेर बाँचे हुन्छ त्यो देख्दैनन्, आत्महत्या गरेको देख्छन् क्या। त्यो मरिसक्यो भने ला म थिएँ यता थियौँ हामी थियौँ किन मरिहाल्यो त्यो भन्छन् कि दाइ। त्यो बाँचनजेल सम्मान गरेको पो अर्थ, मरिसक्यो के अर्थ दाइ? बाँचनजेल सधैँ हुनुहुन्छ भनेर सोधेको त्यो अर्थ दाइ, मरिसके चिच्चै चियनमाथि गरेर रोगो के मसुन्ने नै के अर्थै छैन कि दाइ। त्यस्तो लाग्छ, बाँचनजेल एकअर्कालाई सपोर्ट गर्नु छ भने, एकअर्कालाई सम्मान गर्नु छ भने बाँचनजेल गरौँ जस्तो लाग्छ कि दाइ मलाई त। समाजले त दाइ उहाँ र हामी अलि टाढा बस्छौँ, बाबा मम्मी चाहिँ अब मेरो सासु ससुरा दैलेख हुनुहुन्छ, हामी सुर्खेत बस्छौँ। एकपटक उहाँले 26 गते दारू खाएर आउनुभएको थियो क्या श्रीमानले। हजुर त्यति बेला भैँसी पालेको थियौँ दाइ, जीविका चलाउन बहुत गाह्रो, भैँसीले दुध दिएन, उहाँले चाहिँ भैँसीलाई पिट्नु, मैले भैँसीलाई पिटेर दुध दिन्छ र तपाईँलाई सन्चो छैन भने तपाईँलाई पिटेपछि अर्को काम गर्नुहुन्छ र काम गर्नुहुन्न, भैँसी नपिट्नु भन्दाखेरि अब उहाँ त्यही जोसिएर होला उहाँले चाहिँ मलाई पिट्नु भयो क्या। उहाँले मलाई पिटिसकेपछि म रोएँ। अनि त्यो समाजको मान्छेले घर बुवा मम्मीलाई के भनिदिनु भएको छ कि दाइ यसको त दुई पनि लागेर तपाईँको छोरालाई मर्ने गरी हाने, यति माया गर्ने घर परिवार टुटाइदिनु भयो कि दाइ उहाँहरूले। 7 महिनासम्म मेरो त सासु ससुरासँग कल नै भएन कि दाइ। मैले भित्ता अगाडि फोटो टाँसेको छु, त्यो फोटो हेर्दै रुँदै गरेँ कि दाइ मलाई किन फोन गर्नु भएन बुवाले होइन, मलाई किन फोन गर्नुभयो आमाले, घरमा खिर पकाएको थिएन मेरो बुहारीले यो मन पराउँछ भनेर फोन गर्ने सासु ससुरा किन यति धेरै टाढा हुनुभयो भन्दाखेरि पछि बुवा फागुनको महिना त्यही होली खेल्ने दिन थियो दाइ, त्यही दिन फोन गरेर मर्ने गरी रुनुभयो क्या। बुवा किन रुनुभयो भन्दाखेरि पछि तैँले 7 महिनासम्म किन कल गरिनस् त
मैले गरेको बुवामा मैले नउठाउनु भयो कि अनि पछि हामी घर गयौँ जेठको महिना घर गइसकेपछि सोध्यौँ दाइ बुवा मम्मीसँग उहाँलाई पनि लग्यौँ किन 7 महिनासम्म कसरी बस्नुभयो भन्दा यही कुरा सुनाए के हो सत्य तथ्य घर अन्तिम पुगिसकेको थियो कि दाइ अन्तिम यदि घर सासू ससुरा त्योहरूको सपोर्ट नहुन्थ्यो भन्दा काबु हुन्थ्यौँ दाइ उहाँलाई यति देरी गरिसकेका कि हामीलाई सिधा हुनुहुन्छ तेरो जोइ त बाठो छ दिमागको होइन अनि खुट्टा त्यसमा हानेस बस्काइदिएस् भन्नुहुँदो रहेछ नि कि दाइ उहाँ यदि त्यो छुट्याउन सक्नुहुन्थ्यो भने त होइन भन्नुहुन्थ्यो दाइ आएर पिटिहाल्ने कि उहाँ पनि के सही हो के गलत त थाहै छैन उहाँलाई यतिसम्म गर्यो क्या दाइ कतिसम्म पीडा दिन सकिएको कतिसम्म नराम्रो सुताएको होला श्रीमानसँग राम्रै छ ठिक छ तपाईँले जाउँ काठमाडौँ मनमा लागेका कुराहरू बिसाउँ भन्दै गर्दाखेरि पहिलोचोटि नै हुन्छ भन्दा आउनुभयो तपाईँले मलाई फोन गर्नुभएको थियो दाइ मेरा पनि धेरै पीडाहरू छन् एकचोटि सुनाउन पाए हुन्थ्यो भन्नुभयो श्रीमान कहाँ हुनुहुन्छ भन्दाखेरि यसो यसो हुनुहुन्छ श्रीमानलाई सल्लाह गर्नुहोस् सकभर दुइटै आउनुहोस् भनेर मैले बोलाएको थिएँ होइन एक वचनमै हुन्छ भन्नुभयो कसरी आउनुभयो यहाँसम्म गाह्रो होला अवस्था पनि पहिला त दाइ उहाँलाई सोधेँ यस्तो यस्तो छ उहाँले केही पनि के दाइ म काम गर्न लागेँ नि उहाँको फुल्ली सपोर्ट केही पनि छैन है भन्ने दाइ भन्नुहुन्न कि दाइ जस्तो काम गऱ्यो नि यो काम गरौँ है भनेर उहाँलाई कल ल हुन्छ भन्नुहुन्छ कि दाइ अनि मैले पनि भनेर दाइलाईसँग यसरी कल गरेछ हामी जाउँ है भन्दाखेरि हुन्छ भन्नुभयो घरमा आउनुहुन्थ्यो दाइले घरमा जानुभएको थियो हामी आउने भनेको त दाइ शनिबार नै हो अनि सासू ससुराले के भन्नुभयो घरको मेन मान्छे होस् त शनिबार घर नछोड राम्रो हुँदैन अनि आइतबार सोमबार जालास् त भन्नुभयो अरू भन्दा त दाइ भाडा पनि पठाइदिनु भएको थियो क्या हजुर ओहो त्यो बाहिर जाने भने अझ ला यो तैँले नराखेस् अनि बुहारीको हात पारेस् भने उहाँले अलग्गै ल्याएर दिनुभएको क्या दाइ कति लिएर दिनुभएछ 3000 रुपियाँ पठाउनु भएको कठै थियो म चुरा लाउनु मन लाग्यो दाइ बुहारीले यो खालको चुरा लाउँछ भने उहाँदेखि पठाइदिनुहुन्छ कि दैलेदेखि हजुर खानु मन लाग्यो नि दाइ उहाँले मेरो हातमा पुरा गर्नुभएको छ दाइ उहाँले भन्दा पनि उहाँको घर परिवारले धेरै ससुराले खोजेको बुहारी हो ससुराले गरिदिएको विवाह हो छोरी बुहारी भन्दा पनि छोरी जस्तै गरिकन सपोर्ट गर्नुभएको रहेछ तपाईँले पनि त सासू ससुराको इज्जत राखेर घर व्यवहार चलाइदिँदै हुनुहुन्छ त्यो पनि ठुलो कुरा हो नि त होइन र ओ दाइ नत्र भनेदेखि तपाईँभन्दा अगाडि आउने 4वटी गए जस्तै तपाईँ पनि त जान सक्नुहुन्थ्यो सकिन्थ्यो दाइ समाजले त कपडा थिएन कि दाइ मसँग आफन्त लाग्ने मान्छेहरूले एक जोडी कपडा किनिदिन्छन् त पढ्न लगाएको मान्छे अनि यति बुढासँग किन बस्छस् जा भन्नुहुन्थ्यो कि जति बेला म उहाँहरूको घर परिवारदेखि अलि अलग गएँ भने उहाँहरू मलाई उकास्न लागिहाल्नुहुन्थ्यो कपडा दिन्छु म ला जा त भन्नुहुन्थ्यो कि कहाँ जाने दाइ मैले मेरो भाग्यमा उहाँ लेखिनु भएको थियो उहाँको भाग्यमा म लेखिसकेको थिएँ कि दाइ हामी कहीँ गएर पनि यदि दाइ म यदि कहीँ जान्थेँ भने सुख पाउँथेन कि दाइ उहाँ जतिको मान्छेलाई मैले छोडेर गएर मैले आफ्नो देखाउँथेँ भने मलाई कहिले पनि राम्रो हुन्थेन कि दाइ किनकि उहाँहरू सारा एकअर्कामा बुझ्ने त भएको छ त उहाँले मलाई यस्तो भयो है भनेर भन्दाखेरि मैले म चाहिँ भन्न त पाएको छु दाइ उहाँले त भन्न सक्नुहुन्न हार नखानु म चाहिँ भन्छु दाइ अहिले त छोराहरूले पनि भन्छन् दाइ बाबा हामी छौँ नि किन हार खान्छ भोलि म आर्मी भन्छु अनि भाइ तँ के भन्छस् भन्छ दाइ भाइले म डक्टर बन्ने भन्छ दाइ दाजुले चाहिँ आर्मी बन्ने भन्छ अनि आर्मीदेखि ल्याएको पैसा तैँले के गर्नेस् दादा भनेर दादा भाइले चाहिँ दाइलाई चाहिँ म त खै के गर्ने मम्मीलाई दिन्छु होला भन्छ दाइ ठुलो छोराले सानो छोराले के भन्छ दाइ म त डक्टर हुन्छु पहिलो सुरुमा मम्मीको खुट्टा बनाउँछु नि दाइ भन्छ त्यति बेला त दाइ यस्तो हुन्छ नि त्यो बाबुहरूको अगाडि हुनै सक्दैन कि दाइ साइड जान्छ हाम्रो मम्मी किन उठेर जानु हो दाइ भन्छ अनि मम्मीको खुट्टा हुन्न अरे त अस्ति त्यो माथि हस्पिटलमा जानुभएको थियो हुन्न गरे भन्छ डक्टरले भने हुन्छ नि त्यसमा नि पैसा धेरै चाहिन्छ दादा अनि पैसा जम्मा गर्छु नि गर्नु 2 लाख रुपियाँ मात्रै कमाउँछु अनि मेरो मम्मीको उपचार गर्छु भन्छ दाइ
जागिर खाएर 2 लाख रुपियाँ कमाउनु दिनु न मम्मी, म तपाईँको खुट्टा मेरो जस्तै बनाउँछु हुन्छ कि दाइ। बार बार खुट्टा हेर्छ कि त्यति बेला दुःख लाग्छ। अनि ए भगवान् हुन्छ दाइ, अरू केही पनि हुँदैन। यता दाइलाई सोध्न चाहे, सारोटीले छोडेर गए तपाईँको सोझोपन अलिकति सुस्त मनस्थितिको पनि हुन्छ कि जस्तो लाग्यो मलाई। हजुर तर उहाँले त तपाईँले साथ दिइराख्नु भएको छ। सधैँ छ, कस्तो लाग्छ तपाईँलाई ठिकै लाग्छ। है? हजुर कहिलेकाहीँ लाग्छ चाडी जस्तै उसले पनि छोड्दैन कि मलाई, लाग्दैन, हो? उहाँप्रति विश्वास लाग्छ तपाईँलाई? विश्वास लाग्छ। उहाँले त तपाईँबाट 2टा सुपुत्र पनि तपाईँलाई उपहार दिनुभएछ। हजुर कस्तो लाग्छ ठिकै लाग्छ। है? हजुर कति वर्षको हुनुभयो तपाईँ? अहिले भयो 49। 49 हुनुभयो। हजुर अहिले हजुरको श्रीमतीले पोखेका दुःखहरू पीडाहरू बुझ्नुभयो, सुन्नुभयो? हजुर सुन्यो, कस्तो लाग्यो? ठिकै लाग्यो। रमाइलो लाग्छ नि है? हजुर कतिसम्म तपाईँको जोडी अथवा तपाईँको श्रीमतीले कतिसम्म यो समाजबाट पीडा पाउनु भएको रहेछ, कति कष्ट पाउनु भएको रहेछ, हजुर कति विभेदमा पर्नु भएछ, र पनि तपाईँको साथ छोड्नु भएन, हजुर छोडेन। होइन? हजुर समाजले कति उकासे, कति नराम्रा कुरा पनि लगाए, लगाए। तपाईँ र उहाँको बिचमा फाटो हाल्दिन, तपाईँ र उहाँलाई छुटाउनलाई कति धेरै कोसिस गरेछ, गरेको थिएँ। र पनि तपाईँलाई भन्दै तपाईँको साथ सपोर्ट अथवा तपाईँको एउटा सहयात्राको लागि सहयात्री भनेर यात्रा गर्दै हुनुहुन्छ। हजुर के भन्न चाहनुहुन्छ तपाईँको श्रीमतीलाई? के भन्ने है? त्यति मजाले दोहोरो कुरा पनि गर्नुहुन्न क्या है? दाइ दाइ मैले कहिले काहीँ अति धेरै कुरा गर्नु मन लाग्छ कि दाइ। उहाँसँग कुरा, उहाँ मेरो अगाडि बस्दै बस्नुहुन्न कि दाइ, बस्दै बस्नुहुन्न, उठेर गइहाल्नुहुन्छ कि। अनि कति बेला त्यति बेला त किन गरेछु होला बिहा जस्तो लाग्छ। अनि केटाहरूसँग अगाडि राखेर अनि यस्तो यस्तो भनेर उहाँहरूसँग बाबुहरूसँग चाहिँ अलिअलि कुरा गरेँ भने अलि मन, उहाँसँग त हुँदै हुन्न दाइ। नामको मात्रै 2जना बाबु कि दाइ, हामी त यस्तो सल्लाह गर्ने कुराहरू होइन, हुन्छ नि 2जना छँदै छैन। एकहोरो मात्रै कुरा गर्नुहुन्छ, दोहोरो कुरा गर्नुहुन्न। हुँदैन दाइ, आशै छैन। कति मनका पीडा पोख्न मन लाग्छ होला, कति कुरा सेयर गर्न मन लाग्छ होला तपाईँलाई? लाग्छ नि दाइ। बुवासँग कुरा गर्छु दाइ, ससुरासँग। बुवा यस्तो यस्तो गर्नु पाएको भए अथवा यसो कहिलेकाहीँ घर खर्च चलाउनु अति धेरै गाह्रो हुन्छ दाइ। बाबुहरूको पेन्सिलहरू सक्यो हुन्छ, आफूसँग हुँदैन नि त। त्यति बेला बुवा पेन्सिल सक्यो, पक मेरो बत्ता आउँदैछ। अनि यसो हुँदै गर्दा अब धेरै टाउकिदिन्छ। मेरो 20 वर्षसम्म अब नाति, मेरो ठुलो बाबु 9 वर्षको भयो, नाति 20 वर्ष हुनेलाई छ। म भगवान् छन् भने मलाई केही नहोस्, नाति 20 वर्ष भयो भने म मरेँ नि, तँलाई पछुतो हुने छैन भन्नुहुन्छ दाइ। त्योभन्दा पछि किन बुवा भन्छु, त्योभन्दा पछि त जिम्मेवारी नातिले सम्हाल्छ, तँलाई त्यति धेरै पीडाउनु हुन्न भन्नुहुन्छ बुवाले। बुवा नभएको भए यदि बुवा केही भइहाल्नु भने त म नबाजे हुन्छ दाइ। मेरो सब चिज लुटिन्छ। मसँग रहने भनेको दाइ सिद्धो र पोते मात्रै, छोरा मात्रै हो। बुवा केही भइहाल्नु भने सबै सपना टुट्यो दाइ मेरो। ससुरा बुवा केही भयो त मेरो केही पनि छैन दाइ। म चाहिँ बेसार, उहाँ सक्दै सक्नु, म बुझ्दै बस्नु। तपाईँहरू अपाङ्ग हुनुहुन्छ? हजुर, बच्चाहरू साना छन्? बच्चाहरू सानै छ दाइ। कसले हेर्दैन घर, होइन? दाइ चिन्ता लाग्छ। कसरी चलाउनु भएको छ त जीविकोपार्जन? श्रीमानको अवस्था यस्तो छ, सबै कुरा ससुरा बुवाले मात्रै हेर्नुहुन्छ? अन्नहरू चाहिँ घरदेखि नै पठाइदिनुहुन्छ दाइ। दैलेखदेखि पठाइदिनुहुन्छ? खाने दही समेत पनि घरदेखि नै पठाउनुहुन्छ। कति टाढा छ सुर्खेतदेखि दैलेख जान आउन जान? लाग्छ दाइ 4-5 घन्टा त गाडीमा। त्यति समथिङ लाग्छ होला। लाग्छ जस्तै आज गाडी गयो भने भोलि चाहिँ माथि हाट पठाइदिनुहुन्छ सामान, अनि म रिसिभ गरेर तरकारीहरू दाइ
अनि सबै बुवा उहाँ त अब काहीँ लेबरी काम मिल्यो भने अब त्यहाँ आफूले हाजिर लगाउने मेरो चान्स पऱ्यो भनेर मैले हिसाब गर्ने चान्स त्यो ठाउँमा जान पऱ्यो भने त पुरा पैसा आउँछ। उहाँले मात्रै आफूले काम गरेर आफै पैसा आउँदैन दाइ। उसले ऋण देखाइदिएर पठाउँछन्। एकपटक उहाँले एक ठाउँमा बियर खानुभएको रहेछ दाइ। म तालिम गरेर फर्किँदै थिएँ। केको तालिम? यो हाम्रो अपाङ्गता भएको व्यक्तिलाई ऐन कानुन बारेमा के सिकाउनको लागि बोलाउनु भएको थियो। अनि म गएको थिएँ। आउँछ भत्ता सत्ता त्यसो गर्दाखेरि? कहिलेकाहीँ कार्यक्रम धेरै पर्दैन दाइ। कहिलेकाहीँ पऱ्यो भने 400-500 रुपियाँ आउँछ। 400-500 रुपियाँ आउँछ। अनि त्यो पैसा बुझेर कि दाइ मेरो भित्र मनमा प्लान छुट्टै बनाइसकेको थिएँ। यो पैसाले 500 रुपियाँ थियो। 100 रुपियाँको 3टा आउने साबुन किन्छु 200को। अनि के नुन भइरहेको छ 2 पाकेट नुन लगेर राख्छु। यति बेला मसँग 500 रुपियाँ छ नुन लगेर राख्छु भनेर म माथिदेखि प्लान बनाएर तल आएको थिएँ। तल बाटोमा एकजनाले देख्नुभयो दिपिका यहाँ आइजानु भन्नुभयो। म गएँ दाइ किनभने तेरो श्रीमानले त यहाँ बियर खाएर जानुभएको छ। अहिलेसम्म पैसा दिनु भएन। उहाँलाई सोधेँ कति हो भन्दा उहाँले 300 भन्नुहुन्छ। उहाँले 500 लैजानु भयो कि दाइ। म सक्दैन म उहाँले खाएको पैसा तिर्दैन पनि भनेन कि श्रीमान मेरो हो नि त। अब भनेर त्यो 500 रुपियाँ त्यही छोडेर आएँ कि दाइ। त्यो 500 रुपियाँ यही लाउने त्यो मसँग पैसा भने। अनि घरमा आएर उहाँलाई सोधेँ। उहाँले त 2जना मान्छे मुखदेखि यसरी बोलाएर पैसामा अनि नोट भयो मात्रै खानु मन लाग्छ भने नत्र नखानु हुन्छ। तर खाने मान्छेलाई त खान मन लागिहाल्दो रहेछ कि दाइ। कहिलेकाहीँ यस्ता कुराहरूले धेरै पीडा दिन्छ दाइ। अति धेरै। अहिले त बाबुहरू पनि तनाव मान्छन् दाइ। सोझो त सोझो यति धेरै सोझो पनि जन्मिनु हुँदो रहेछ है भन्छ दाइ बाबुहरूले। साना बालकहरूले पनि त्यसो भन्छन् दाइ। बाबा मम्मी सोझो भएकै कारणले हामी कति पछि परेका छौँ भन्दै। अब स्कुलमा फीहरू बुझाउँदाखेरि पनि हुन्छ नि त मम्मी अरूको भन्दा पछाडि फी नबुझाउनुला है अगाडि बुझाइदिनु होला न है भन्छन्। किन भनेको तेरो बाबु कति कमजोर न अहिलेसम्म पैसा दिनु सकेन भनेर हेप्छन् हामीलाई भन्छन् कि दाइ। अब बाबुले भनेको टाइममा पैसा दिनु सकिन्न। गाह्रो छ दाइ। पैसा बनाउने चिज पनि होइन कमाएर ल्याउने कुरा हो। कमाउने मान्छेहरूको अवस्था यस्तो छ। धन्न ससुरा बुवाले सपोर्ट गर्दै हुनुहुन्छ। उहाँबाट कहिलेकाहीँ आफ्नो भगाइ आफ्नो यो जुन खालको तपाईँले भोगिराख्नु भएको छ यो भगाइले तपाईँलाई जिन्दगी हो जस्तो सिकाएको छ। यस्तो कटकरा रहेछ दाइ यो जिन्दगी भनेको। न त हाँसेर चल्न सक्छ न त रोएर के चलाउनु गुजला लाउनु पर्दो रहेछ क्या दाइ। यो सको फुलाउन जान्ने हो भने त फुलसरी हो दाइ यो जिन्दगी। यदि फुलाउन जान्नु सकेन भने त काँडा सरी के दाइ। बिचमा हल्झियो रोएरै जिन्दगी जाने कि दाइ। अहिलेसम्मको 30 वर्षको उमेर भयो दाइ। अहिलेसम्म हाँस्ने दिन आएन क्या मेरो। बिहा गरिसक्यो त हाँस्छु कि भन्ने लाग्थ्यो क्या दाइ। पहिला किताबहरू पल्टाउँदै जाँदा पहिला बाहिर निस्किँदा तेरो छोरी यस्तो भनेर बाबाआमालाई त्यो भन्दा म घरैभित्र बस्नुपर्छ भन्ने हो। बिहा गरिसकेको भइसक्यो अब हाँस्न पाउँछु कि भने श्रीमान यस्तो पर्नुभयो कि दाइ। हाँस्न त देखि आएन क्या दाइ। अनि बाहिर देख्ने मान्छेलाई दिपिकाको जिन्दगी यस्तो छ यस्तरी हाँस्छ भन्दा अरू समाज गएर त एकदम हाँस्नुपर्छ दाइ। रुन एकान्त जान्छु कि दाइ। 12 बजे पनि झ्याल ढोका सबै थुन्छु अनि घोप्टी परि रुन्छु कि दाइ। त्योभन्दा अगाडि रो भने बाबुहरूले सोधेको गर्छन् किन रोको मम्मी भनेर बाबुलाई सबै समस्या भन्नु लाग्यो भने त मानसिक तनाव हुन्छ होइन। अनि भन्दैन झ्याल ढोका सब थुन्छु दाइ अझै धेरै। अनि भक्कानीहरू हुन्छ अनि टाउको दुख्न सोध्छ अनि बल्ल आएर मुख दिन्छु अनि फेरि सुन्छु दाइ। हजुर कति गाह्रो छ एकदम गाह्रो र पनि दिपिकाजी जिन्दगी हो सङ्घर्ष गर्न सक्नुपर्छ। तपाईँले जन्माएका ती मुना जस्ता छोराहरू भोलि तपाईँका अमूल्य उपहार बन्नेछन्। ती छोराले तपाईँको जीवनभर हाँस्न नसकेका ती ओठहरूमा आँसुका बहार ल्याइदिनेछन्। ती छोराहरू तपाईँका भरोसा बन्नेछन्। ती छोराहरू तपाईँका अङ्गरक्षक बन्नेछन्। तपाईँका खुसीहरू बन्नेछन्। एउटा अलिकति दुःख कष्ट आयो भन्नेमा
आत्तिनु हुँदैन। दुःख कष्टले त तपाईँ हामीलाई मजबुत बनाउन सिकाउँछ, बलियो बनाउँदो रहेछ दाइ। बलियो बनाउन सिकाउँछ। एकदम म पहिला त अति धेरै कमजोर थिएँ कि दाइ। सास ससुरासँग हुँदाखेरि बोल्न पनि सक्दैन। हो त। बुवा मम्मीले कहिलेकाहीँ जवाब त फर्का भन्नुहुन्थ्यो, के जवाब फर्काउने होला भन्थे। अहिले सास ससुरा बुवाले जसरी मलाई भन्ने त्यो बिहा गर्दाखेरि भन्नुभएको थियो नि दाइ, त्यसै गरी राख्नुभयो कि। मात्रै उहाँले पढ्नु भएको छ भन्ने अहिले झुटो साबित देखियो। अरू जति बिहा गरेर म मेरो बुहारी होइन, म छोरी सरहर सदा राख्ने, जति मेरो ससुरा बुवाले भनेर लग्नु भएको थियो त्यसै गरी राख्नु भएको छ होइन। तर पनि त्यो बलियो बनाउने क्या दाइ। घरबाट बाहिर गयो भने समाजले यता उता अरू मान्छेहरूले तँ यस्तो आएर बसी, बिचैमा खुट्टा नभएको आएर बसी, राम्रो हुन्न त्यसको अनुहार देख्ने। उहाँहरूले मलाई बलियो बनाइदिनु भयो कि दाइ। लड्न सक्ने अटिल क्षमता बनाइदिनु भयो। हो नि। म गरेर खान्छु भन्ने बनाइदिनु भयो कि। म चाहिँ छोड्दैन, उहाँलाई छोडेर जा यस्तोसँग पनि बस्दैछ न, अब छोड्दैन दाइ। अब छोड्यो भने त मैले सफल नै हुनु छैन त। उहाँलाई सँगसँगै राखेँ नै सफल हुन्छु दाइ। मलाई लाग्छ उहाँ बिना त म सफल नै छैन जस्तो लाग्छ कि दाइ। मलाई बलियो बनाइदिनु भयो। समाजले एकदम के अटल रहेर काम गर्न सिकाइदिनु भयो कि दाइ। अहिले पनि लाग्छ जे होस् यतिको उहाँहरूले नगरेको भए म सायद यहाँसम्म पनि आउँथेन होला त। यति बलियो गराइदिनु भयो अहिले त मलाई। मान्छेका पीडाहरू, दुःखहरू, अभावहरू यी अवसर हो। यी अवसरसँग सही तरिकाले पौटे जरी खेल्यो भने मान्छेले सफलता प्राप्ति गर्छ। त्यो सफलता साँच्चैको अमूल्य हुन्छ। त्यही कारणले गर्दाखेरि अहिले दुःख पर्यो भन्दैमा नआतिनु होला। भोलि पक्कै पनि तपाईँका सुखका दिनहरू फिर्नेछन्। तपाईँसँग अमूल्य 2 छोरा छन् जसले तपाईँलाई भोलि हाँस्न सिकाउँछन्, रमाउन सिकाउनेछन्। जीवनभर हाँस्न नसकेका ओठहरूमा खुसीको बहार हुनेछ। अन्तिममा छौँ। यहाँसम्म यतिन्जेलसम्म तपाईँका कुराकानी सुनेर बसिराख्नुभएका तपाईँका हाम्रा आदरणीय दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु दाइ। हजुर, बाबुहरू छन् अनि बाबुहरूको लागि पनि तिनी छोरालाई ठुलो मान्छे बनाउनु छ दाइ। राम्रो मान्छे बनाउनु छ। मेरो त रोएर दिनहरू गइहाल्यो होइन। छोरालाई राम्रो मान्छे, सफल मान्छे बनाउनु छ दाइ। तपाईँको छोराको फोटोहरू छन्? छ दाइ। फोटो हामी तपाईँको भिडियो गर्दै गर्दा यसो फोटो देखाउन मिल्छ? मिल्छ दाइ। हामी पछि राख्नेछौँ तपाईँका छोराहरूका फोटो पनि। पछि देखाउनु? पछि गर्नेछौँ, लिन्छौँ तपाईँका छोराहरूका फोटो पनि। फेरि दर्शकले श्रीमानसँग चाहिँ किन कुरा गरेन भनेर पनि कमेन्ट गर्नुहुन्छ होला। हजुरको दिपिकाको श्रीमान चाहिँ दोहोरो कुरा गर्नुहुन्न, त्यति राम्रो कुरा पनि गर्न सक्नुहुन्न। त्यही भएर उहाँसँग लामो समय कुराकानी जोडिरहँ। क्षमा प्रार्थी छौँ होइन। हामी तपाईँको जोडीलाई सधैँ यसरी नै एकले अर्कालाई सपोर्ट गरिरहेको देख्न चाहन्छौँ। यो जोडी जीवन्त रहोस्। सबैले यो जोडीबाट धेरै कुराहरू सिकुन्, धेरै कुराहरू पढ्न सकुन् होइन। अहिले हामी छुट्टिन्छौँ दिपिका। समय सम्वादको लागि तपाईँ दुवैजनालाई धेरै धेरै धन्यवाद। हस्त नमस्ते।